हेलो हेलो साथीहरू सबैजनालाई हृदयदेखि नमस्ते व्यक्त गर्न चाहन्छु। कहाँ छौ, के छ खबर? सबै सन्चो बिसन्चो कमेन्टमा यसो बताइहाल पनि के गर्दैछु। आज मेरो चाहिँ अब कतिजना हुनुहुन्छ मेरो फेसबुक पेजमा साथी, कसले हेर्नुहुन्छ, अनि राम्रो लागे पनि नराम्रो लागे पनि लाइक कमेन्ट फलो नगर्नु भएको साथीहरूले फलो गरौँ, आउनुहोस्, जोडिनुहोस्, रमाइलो गरौँ, कुराकानी दुःख सुख व्यक्त गरौँ आजदेखि। अनि म रिल त अलिअलि चाहिँ अस्ति कुरा पनि हाल्थेँ, रिल अलिअलि हाल्ने, अनि किन भिडियो सिडियो बनाएर खासै यहाँ टिकटक चल्दैन नि त। इन्डियामा चाहिँ टिकटक ब्यान भएको छ कि। अब म यहाँ इन्डिया आएको बिहा गरेदेखि हेर्दैछु, अनि इन्डिया आएको चाहिँ 2 वर्ष भयो कि 2 वर्ष भयो। अब बच्चा आइयो, आउँदाखेरि नै त्यस्तो केही लागेन है। अब आइयो, यहाँ अब आएपछि बच्चा भयो, बच्चासँग खेल्दै रमाउँदै अब जान्छ नि त। आजकल अब बच्चा ठुल्ठुलो भयो, आफै खेल्ने भयो हुँदाखेरि यसो अब नेपालमा त टिकटक चल्छ, सबै दिदीबहिनीले टिकटक चलाउनुहुन्छ, त्यहाँमा रमाइलो गर्दै रमाउँदै अब दिन जान्छ नि त। यहाँ अब मेरो त काम पनि छैन, काम छ अब काम बुढाको। अब त्यो सघाउदियो भने बच्चाले अलिअलि सघाउने हो, नत्र बच्चा सम्हाल्ने बस्ने के गर्ने। अब फेसबुकमा हेर्दाखेरि त सबैको देखिन्छ देखेपछि पहिला त लाग्थ्यो अब फेसबुकमा बोलेको दिदीबहिनी हामी कसरी आयो, मलाई त म त लाज लाग्ने, लजाउने के। अब त्यही त हो नि, हामी गाउँले मान्छे, त्यही भएर त पछाडि परिएछ। कसरी बोल्छन् होला ऊ लाग्थ्यो। अहिले त मलाई हेर्दा पनि मलाई एउटा लाज भन्दा पनि, लजाउनु भन्दा पनि त्यो लाज हटेर पनि यसो रहर जाग्यो कि। अब हुन पनि अब ठिकै त, अब सबैको हात मोबाइल हुन्छ आजकलको जमाना। अब सामाजिक सञ्जाल सब अब पर्सनल कसैको होइन, सबैले अब आफ्नो के छ कला, कसैले बोलेर, कसैले गीत गाएर, कसैले नाचेर, कसैले हरेक गरेर आफ्नो कला देखाउने त हो नि। दुःख सुख त्यो कला भन्दा पनि साथीहरू मलाई विशेष त आफ्नो दुःख सुख साट्ने, टाढैबाट भए पनि आफ्नो फेसबुकमा हेर्नुहुने सबै साथीलाई अब मिठो सम्झना, चोखो सन्देश पठाउन मिल्ने है, यता टाढैबाट भए पनि आफ्नो अब यसो हेलो हाई गर्न मिल्ने क्या। त्यही भएर अब के हुन्छ कस्तो हुन्छ, राम्रो नराम्रो कस्तो लाग्छ साथीहरूलाई, राम्रो लागेमा लाइक कमेन्ट फलो गर्नु होला साथीहरू, नराम्रो लागेमा तपाईँको मर्जी तल गाली नगर्नु होला। राम्रो लाग्छ प्रयास। अब नजानेको मान्छे, जानेको मान्छे त कता कता गल्ती गर्छ। अब ठुला बडा मान्छे त कति गल्ती गर्छन् भनेपछि त हामी एउटा भर्खर अब सुरुवात गर्ने मान्छे, कतिखेर बोल्न जानिँदैन, कतिखेर